ए महानगरपालिका या मेयर विद्या सुंदर साकेन नकारात्मक समाचार या टिप्पणी मया से थम या टेना गुज्या ईमानदारी पूर्वक यहाँ उन्हें मागुली बबिया दिगुदु शनिबार गुरुपुनिया लस्ता यहाँ सभागृहले जुगु जाजोले वेकला थते थया दिगुख सामुदायिक बनेको थी महानगरपालिका पाखे नियुक्ति यापी सचिव हे निमन नेपाल भाषा सेना मितेस सुबा देछा कथम मेयर साक्य लिसे उपमेयर हरिप्रभा खड्गी व प्रमुख प्रशासकीय अधिकृत राजेश्वर गेवालिया त हंगुख कोभिड कारण थते सचिव हे निमिसिको प्रतिनिधि कथन ठिठी खुगु पुचले बोथला तगु पुचया कजी वल्यु कजिया उपस्थिति हंगुख हना जाजोले मेयर साकेन नेपाल दे विविधता जागु व थनया दक्वा कला संस्कृति लिसे भाषा लेंगा टेगु राज्य या प्रमुख दायित्व जुगु थासे थम नेपाल संविधान बिउगु अधिकारिया त छला प्रदेश सरकार व संघीय सरकार लिसे सल ब्याका तिनी नेपाल भाषा लागु या नागु खन हेथना दिल दुल्ला भाषाको दुल्ला जातिको दुल्ला भूगोलका उपकोन्त्र संरचना हामीले मागेको यो महानगरपालिका नीतिको नेवारहरूको मातृभाषा नेपाली छौ राष्ट्रिय भाषा छौ राष्ट्रिय भाषा लोप जिल्ला छ नेपाली गाना छ पुस्तक गाना छ छौ भाषा लोप जिल्ला छ छौ जाति लोप जिल्ला छ जीव देशी भूगोल या त तराई गुमे जिल्ला छ या हिमाल गुमे जिल्ला छ जीव छौ तरौ क्षेत्र या योको विवाद गति किसा समाधान यामा छिकुने जिम्मेवारी तरौ तो अफु मजुन गेसमा कोभिड ना जाया खन जो नम्बर आगोनाले जिम्मेवारी गया जिम्मेवारी बन या थापु अल जी थजको मके धाजा छिकुन धाने अनन नेवा भए मातृभाषा मखु पिन्तन झन फिगिम कने इन्तन लेट आइ मन इन्तन खुशी जा जिमसा सेके त गौरव या सकित कति झन थने पिले पिने वइ बिन सोचनाको फाफ हुमुटी बोल्ला जो लबा जे दंग बिन म छु त हाउला छु याउन म जो लबा छ ढाला जे नमस्ते छ ढाला जे दंग मलाई त म आफ्नो टिम हाम्रो जीवन स्कुल लेभल र युकाइ लेभल जापानिज भाषा छ दाइ भयो मुझे काला मुझे बोले दंग जो जापानिज भाषा जापानिज त बोल्न किसन मै बिन त वको ठाउँ लेटा गाइन्छ ये किसन अप्रेंटिस परेला सुनाना समाचार चोला सुनाना ए अपनी कमेन्टहरु गा उइटा चाहिँ जबरजस्ती वो बिहा दिन तर्क संगठन हो त्यसमा पके जो तर्क चाहिँ छ त्यो किसन यन्त्रहरु जीव मान्नेबाट मातृभाषा चाहिँ नेपाली छौ राष्ट्रिय भाषा अठे जाजोले महानगरपालिका या उपमेयर हरिप्रभा खड्गी नेपाल भाषा न्या निथन लोप जिया वंगुली ए महानगरपालिका ठुकिया उत्थान यागु नीति सुरुवात यागु थासे नेपाल भाषा या पाठ्यक्रम बुनु +2 लेभल तक फुन्केगु योजना दुगु थया दिल अब नेवा भाषा इतो छ प्रमोट या मेयर साहब चाहिँ कुसिए छौ राय सुझावमा चाहिँ प्रमोटियामा छ भाषा चाहिँ झन्झन लोप जिया बन्नु होला जिउले छ खडा हो भाषा मस्तेसँग नेपाली खडा सुरु जिने कने थेजुले कि छुदिरा छ जी छु नेवा भा चाहिँ मा भा चाहिँ तनाव भई वो किसिम वो कारण चाहिँ जिसँग प्रमोट यामा को चाहिँ जुले दायित्व खर्च स्थानीय सरकार वेरुका जिउ चाहिँ मेन दायित्व जुलिया आफो जुन 172 जना विद्यार्थीहरु टिचर त गाउँ त्यसमाथि 91 वटा स्कुलभित्र चाहिँ जिसँग चाहिँ सामुदायिक स्कुल सुरु याना कने अछिन ख चाहिँ प्राइभेट स्कुल न जिसँग चाहिँ नि पढे पहिला सामुदायिक ले सुरु या मान्दा चाहिँ सामुदायिक ले खुशी चाहिँ त जिउला यहाँ वर्षे खटो कोभिड कारण यहाँ चाहिँ दिक्कत यो कारण छिटो चाहिँ जिउ तर्फ व्यक्तिगत तर्फ एवं काठमाडौँ महानगरपालिका तर्फ चाहिँ छिटो शुभकामनाहरू जिउ सम्पदा रहे सुख वो चाहिँ वो नपाए उनसँग चाहिँ खो जिउ संस्कृति सम्पदा उनसँग चाहिँ विचार विवेक पुर्याएन भने आफ्नो एकले चाहिँ 8 क्लास तक हुँदछ कने वो +2 डिग्री तक नहुने हो थोक खैदा आ सुरुवातलाई जुल नि कने लिप वे मिस छन अपै को कारण चाहिँ विकास सीमा नाप्नामा जिउ चाहिँ सम्पदा संस्कृति हो भाषा न चाहिँ प्रमोटिया मार्गा चाहिँ त कुशु राय सुझाव भएन चाहिँ त्यो चाहिँ जी नगर परिषदले चाहिँ कार्यान्वयन हुन्छ अब यो छिटो छु सेवायामा छ छु चाहिँ छिटो अप्ठ्यारो छिटो अप्ठ्यारो दिला छ अनि हामी जिबिन दयालु
भाषिक कार्यकर्ता लिसे पत्रकार अरविन्द मान सिंह लिपाङ्गु इले छु तत्व नेपाल भाषाया विरुद्ध न्याना चंगु व थुकिया त छि सकल जाना कोटेले मागुली बबिया दिल ठेवल एवल लगा ओ चीज जिना शेयर मया जस्तै आफ्नो छौको वेबसाइटै बोला अनलाइनै बोला झिसै सेयर एन्ड हुनु त म ठेरालो म एरालो म एरालो लगा झिसै चाहिँ सेयर बिल्कुलै मया बर्ख लागा यो वेबसाइट यो लिंक झिसै छ सेयर एन्ड म झिसै बुली सेयर यात इमेल झन्झनु को ख बठ्या थिने जुल मसि पनि लिन थिने जुल छ बरु ए थे धाउ पनि हेगा छु भाषा झि खलागा यो लिंक चाहिँ सेयर मया छ तर अयो चीज चाहिँ आ झिसै बुलुना जिउनेवा पत्रकार राष्ट्रिय काठमाडौँ जिल्ला चाहिँ ट्याकले अग्राफन छौली दिनमा चल्दैन हना जाजोले सेनामी तेसा चिना ख लिसेन लिपाङ्गु इले नेपाल भाषा बुनगा बले थथगु अनुभव ख तया दिगु ख 172 जनाले शिक्षकहरूले चाहेको छ तर वातावरण एक्सपिरियन्स जुन चाहिँ तो जिम्मेको लागि चाहिँ ट्रेनिङ सेन्टर पठाउँछ जुन चाहिँ खु पुचा बताएको तो खु पुचा गर्दा चाहिँ संयोजकसम्म अनि उपसंयोजक निम्न ढेकाको चाहिँ जुन चाहिँ उपसंयोजक निम्नमा चाहिँ 172 जना यो प्रतिनिधि पठाउँछ चाहिँ खना जिम्मेवारी ओके आठो नेपाल भाषा यो लागि गु प्रयास थन सुरु जुल अब कथा येले किपली स्टार जनावली दा भाषा नि के आजना आठुके सुन समस्या यो वसा जिमी छिकुनी न्युले जिमी गदा तयार दु आठो ढाचा जो छु आना था तो गु थो आज जेसा नगद जो पर न्यानो जो आना तिने तो जेसा पला छ न तर वे क्रममा चाहिँ आ मस्तेसँग हौख अनुसार जेसा एक कन्से आठकला तल तर आतेर भोपी मस्तेसँग साथै पनि पि मस्तेसँग छु हाल्न छ आते पनि पि मस्तेसँग अपोइना खै जिम आठक पनि बोल्यो ल थन पे जिम पनि डेलीको मरे गाडी खनालाई अनि अब कथा खतै जो कारण हैन त्यो जेसा आगु आज पनि क्षेत्र लाओ 8 लाख तक को त्यो गु क्षेत्र ला त उयान फ्रीना छिक्छ भति जा तको प्रदेश कमिटी पाखे प्रदेश समिति जे उसी पाखे चाहिँ झिजन थन व्यवस्था त लगारा छ फेयु त 9 10 11 12 तक न यंग लगारा छ तो जिगु अभियान ख अके जो अझ चाहिँ निरन्तर रूपमा झिस चाहिँ ढाकीको लागि अलि राम्रो शिक्षा चाहिँ उयो चाहिँ थौपन उसैको किसान हारा निरन्तर बिभएको खना चाहिँ यंग पैथे चाहिँ वेक अप शिक्षा न या पछा ट्याग चोन्दिया किन भरि त डिजाइन दि इना व्यञ्जन मैदानी उतरे जिए दुदु आठुकै त झिस ताला त्यो ढाइ चाहिँ झिसम एकदमै मलाई गाडी ज्या चाहिँ झिस योकै संघर्ष या भने अब के चाहिँ शहरमा पुग्छ छिता ग्वाली ना दुदु ठुकै त चाहिँ निरन्तरता बिहादिस गौरवतात है देव विद्या सुन्दर हरिप्रभा गौरवतात है देव विद्या सुन्दर हरिप्रभा नाजक कायवन दनवल जिंगु नुगले नुगु आबा गौरवतात है देव विद्या सुन्दर हरिप्रभा नाजक काय देव जिमिको नुगले दनवल नुगु आबा सुनजिगु भयात थनतक छ्यंकला जुग तक मना चलिगो माया मंश पोंकला वहे अग्रज जी ढिलवाया त दुनगल नमना वहे अग्रज जी ढिलया त दुनगल नमना झलमल याना बिलसो जिगु मादे या गगन नेपाल देश संघीय संरचना उने ठुङ्का नेपायन हु संविधान कथ स्थानीय क्षेत्र या सरकारी जागुठी व बनेगुठी स्थानीय सरकार स्थानीय पाठ्यक्रम लिसे मा भाषा शिक्षा विधेयकको नियम या व्यवस्था या आगुदु थोय व्यवस्था कथ ए महानगरपालिका नेपाल भाषा या माध्यम ए डेम हसिके थैगु अनिवार्य सफु थगुने 2077 या शैक्षिक वर्ष निसे सामुदायिक बनेगुठी लागु यागु दुसा थुसिया शैक्षिक द 2078 निसे निजी बनेगुठी न लागु जुगुदु